नमस्कार। सङ्गठनात्मक गतिशीलता र कार्यस्थलको द्वन्द्वको बारेमा तयार पारिएको यो विशेष सामग्रीमा स्वागत छ। ल अब ढिला नगरी विषयवस्तुमा प्रवेश गरौँ है। कार्यस्थल वा अफिस भन्न साथ सँगै काम गर्ने, सँगै हाँस्ने र कहिलेकाहीँ सँगै बाझाबाज गर्ने ठाउँ भन्ने बुझिन्छ, होइन र? सामान्यतया हामीले द्वन्द्वलाई एउटा नकारात्मक कुराको रूपमा मात्र हेर्ने गरेका छौँ। तर व्यवस्थापन विज्ञानले यसलाई एकदमै फरक र फराकिलो दृष्टिकोणबाट हेर्छ। आज हामी यही रोचक विषयमा गहिरिएर छलफल गर्नेछौँ। हामी प्राय के सोच्ने गर्छौँ भने यदि कुनै कार्यालय वा टोलीमा विवाद चलिरहेको छ भने त्यहाँ पक्कै केही न केही गडबड छ। तर के द्वन्द्व सधैँ असफल टोलीकै सङ्केत हो त? के कार्यस्थलमा हुने टकराउहरू एउटा लुकेको फाइदा पनि हुन सक्छन्? आज हामी हाम्रा यी पुराना मान्यताहरूलाई चुनौती दिनेछौँ। कहिलेकाहीँ नि बिल्कुलै शान्त पोखरीभन्दा छालहरू चलिरहेको नदी बढी स्वच्छ हुन्छ। हो, सङ्गठनको हकमा पनि ठ्याक्कै यही कुरा लागू हुन सक्छ। यस विषयलाई एकदमै तटस्थ रूपमा बुझ्नको लागि सबैभन्दा पहिले रिकी डब्ल्यू ग्रिफिनको यो आधारभूत परिभाषालाई हेरौँ। उहाँका अनुसार द्वन्द्व भनेको केवल दुई वा सोभन्दा बढी व्यक्ति, समूह वा सङ्गठनहरू बीचको असम्झदारी हो। यसमा कुनै व्यक्तिगत रिसिइबी वा भावनात्मक पूर्वाग्रह हुनैपर्छ भन्ने छैन। यो त केवल फरक फरक लक्ष्यहरूसँगै हुँदा स्वाभाविक रूपमा निस्कने एउटा उपज मात्र हो। जहाँ धेरै मानिस हुन्छन् त्यहाँ विचार फरक हुन्छ नै, र ती विचारहरू जुझ्नु एकदमै प्राकृतिक प्रक्रिया हो। आजको हाम्रो छलफलको रूपरेखा यस्तो छ। पहिलो, कार्यस्थलको द्वन्द्वको परिभाषा। दोस्रो, द्वन्द्वका प्रमुख विशेषताहरू। तेस्रो, स्वस्थ द्वन्द्वलाई कसरी उत्तेजित गर्ने। चौथो, विनाशकारी द्वन्द्वको रोकथाम। र अन्त्यमा सङ्गठनात्मक द्वन्द्वको समाधान। पहिलो खण्डबाट सुरु गरौँ। कार्यस्थलको द्वन्द्वको परिभाषा। व्यवहारमा सङ्गठनात्मक द्वन्द्व साँच्चै कस्तो देखिन्छ त? यो उदाहरणले त्यसलाई उत्कृष्ट रूपमा प्रष्ट पार्छ। कल्पना गरौँ, एउटा कम्पनीमा वित्त विभागको मुख्य लक्ष्य भनेको आगामी वर्ष खराब ऋणलाई जसरी पनि 50%ले घटाउनेछ। यो लक्ष्य पूरा गर्न उनीहरूले पक्कै पनि उधारो दिने नीति कडा बनाउँछन्। तर त्यही कम्पनीको बिक्री विभागको लक्ष्य भने बिक्रीलाई 20%ले बढाउनेछ। यसका लागि उनीहरू ग्राहकलाई धेरैभन्दा धेरै छुट र उधारो सुविधा दिन चाहन्छन्। अब हेर्नुस् त, यहाँ दुवै विभाग आफ्नो ठाउँमा बिल्कुल सही छन्, तर उनीहरूका पूर्ण रूपमा सामान्य र वैध उद्देश्यहरू प्राकृतिक रूपमै एक आपसमा जुझ्न पुगे। हो, सङ्गठनात्मक द्वन्द्व भनेको मुख्यतया यही नै हो। अब जाउँ दोस्रो खण्डमा, द्वन्द्वका प्रमुख विशेषताहरू। कुनै पनि सङ्गठनमा द्वन्द्व चलिरहेको छ भनेर कसरी थाहा पाउने? यसका केही स्पष्ट लक्षण वा विशेषताहरू हुन्छन्। पहिलो कुरा, द्वन्द्व प्राय जानी गरिएको प्रयास हो। यो अनजानमा भएको गल्ती हुँदै होइन। दोस्रो, हामीले अघिको सेल्स र फाइनान्सको उदाहरणमा हेरे जस्तै यसमा फरक लक्ष्यको एकदमै ठूलो भूमिका हुन्छ। अर्को रोचक विशेषता भनेको यो दुई तहमा हुन्छ। केही द्वन्द्वहरू सतहमा प्रष्टै देखिन्छन् भने केही भित्रभित्रै भुसको आगो जस्तै अदृश्य रूपमा चलिरहेका हुन्छन्। साथै द्वन्द्व अवस्थाअनुसार परिवर्तन भइरहन्छ। आज एउटा विषयमा भएको विवाद भोलि अर्को विषयमा सर्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसका विचार सधैँ फरक हुने भएकाले यसलाई पूर्ण रूपमा हटाउन सकिँदैन। यो सङ्गठनको एउटा अभिन्न अङ्ग नै हो। यहाँनिर एउटा धेरै ठूलो भ्रमलाई चिर्नु जरुरी छ। हामी अक्सर द्वन्द्व र प्रतिस्पर्धालाई एउटै तराजुमा राखेर हेर्छौँ, तर यी दुई नितान्त फरक कुरा हुन्। द्वन्द्वमा आफ्नो स्वार्थ पूरा गर्न विपक्षीलाई शत्रुवत व्यवहार गरिन्छ र उसको लक्ष्य प्राप्तिमा प्रत्यक्ष रूपमै बाधा पुर्याउने जानी प्रयास गरिन्छ। तर प्रतिस्पर्धा भनेको फरक कुरा हो। जस्तै दुईजना कर्मचारी बीच को भन्दा को उत्कृष्ट बन्ने भन्ने होडबाजी चल्दा त्यहाँ कुनै शत्रुवत व्यवहार हुँदैन। उनीहरूले एकअर्काको काममा प्रत्यक्ष हस्तक्षेप वा अवरोध गर्दैनन्, मात्र दौडमा अगाडि बढ्ने प्रयास गर्छन्। अब तेस्रो खण्ड, स्वस्थ द्वन्द्वको उत्तेजना। सुन्दाली अनौठो लाग्यो है? ला आउनुहोस् बुझौँ। अब हामी व्यवस्थापनको एउटा बिल्कुलै नयाँ अवधारणा अर्थात् थर्मोस्ट्याटको रूपकतर्फ अघि बढ्दैछौँ। यहाँ एकदमै चाखलाग्दो कुरा के छ भने यसले व्यवस्थापनको परम्परागत सोचलाई पुरै उल्टाइदिन्छ। व्यवस्थापन भनेको झगडा मिलाउने काम मात्र हो भन्ने हामीलाई लाग्छ नि। तर यहाँ देखाइएका द्वन्द्व व्यवस्थापनका 3 स्तम्भहरू, उत्तेजना, रोकथाम र समाधानले अर्कै कथा भन्छन्। एकदमै कम द्वन्द्व भएको अवस्थामा कर्मचारीहरू निष्क्रिय हुन्छन्, सृजनाशीलता नै मर्छ। त्यसैले एउटा साँच्चै प्रभावकारी व्यवस्थापकले सङ्गठनलाई जीवन्त राख्न यी 3वटै स्तम्भहरूबीच सन्तुलन कायम राख्नुपर्छ। कहिलेकाहीँ त झन् जानी द्वन्द्वको सिर्जना समेत गर्नुपर्ने हुन्छ।
तर यो कसरी सम्भव छ? व्यवस्थापकले कसरी द्वन्द्वलाई सक्रिय रूपमा उत्तेजित गर्न सक्छन् त? यसका केही अचूक उपायहरू छन्, जस्तै सङ्गठनको पुनर्संरचना गरेर पुराना समूहहरूलाई भङ्ग गरी नयाँ जिम्मेवारी दिँदा मानिसहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन र नयाँ तरिकाले सोच्न बाध्य हुन्छन्। त्यस्तै बाह्य व्यक्तिहरूलाई ल्याउने रणनीतिले वर्षौंदेखि स्थिर रहेको सङ्गठनमा फरक विचार र नवीनतम दृष्टिकोण भित्र्याउँछ। अनि अर्को रोचक तरिका भनेको सञ्चार विच्छेदन हो। जस्तै कुनै पुरानो नियम परिवर्तन हुँदैछ भन्ने सानो हल्ला चलाइदिने। यसले टोलीलाई आफ्नो वर्तमान कार्यशैलीको मूल्याङ्कन गर्न र नयाँ उपायहरू खोज्न बाध्य पार्छ। चौथो खण्ड विनाशकारी द्वन्द्वको रोकथाम। थर्मोस्ट्याटको तापक्रम धेरै बढ्न नदिन के गर्ने त? हामीले तापक्रम बढाउने कुरा त गर्यौं, तर यदि तापक्रम धेरै नै बढ्यो भने नि, यस्तो बेला द्वन्द्व रोकथामका यी उपायहरू एकदमै प्रभावकारी हुन्छन्। सबैभन्दा बलियो अस्त्र भनेको साझा लक्ष्य वा सुपरअर्डिनेट गोल्स निर्धारण गर्नु हो। यसले एक आपसमा भिडिरहेका विभागहरूलाई एउटै छानामुनि ल्याउँछ। जस्तै बाह्य बजारमा कुनै नयाँ प्रतिस्पर्धी आयो भने भित्रका सबै विभागहरू आपसी मनमुटाव बिर्सेर एक ढिक्का भई काम गर्न बाध्य हुन्छन्। त्यस्तै विभागहरू बीचको अन्तर्निर्भरता कम गर्ने, अपुग भइरहेको साधन र स्रोतको विस्तार गर्ने र आवश्यक परे मध्यस्थकर्ता नियुक्त गर्ने कुराले सानोतिनो विवादलाई ठूलो रूप लिनबाट बेलैमा रोक्छ। यो रोकथामको कुरालाई एउटा सानो तर एकदमै व्यावहारिक उदाहरणबाट बुझौँ। मानौ एउटै सानो कोठामा काम गर्ने दुई कर्मचारी छन्। एकजनालाई धूमपान गर्ने बानी छ, अर्कोलाई त्यसको गन्धले टाउको दुख्छ। अब यहाँ दैनिक रूपमा निरन्तर घर्षण भइरहेको हुन्छ। यस्तो अवस्थामा लामो भाषण वा मिटिङ गर्नुभन्दा व्यवस्थापकले सजिलैसँग उनीहरूमध्ये एकजनालाई अर्को कार्यकक्ष वा विभागमा सरुवा गरिदिएर त्यो सम्भावित ठूलो द्वन्द्वलाई क्षणभरमै रोक्न सक्छन्। यो व्यक्तिगत तथा कार्यव्यवहारमा मिलानको एकदमै सरल तर अचूक उपाय हो। अब अन्तिम खण्ड, सङ्गठनात्मक द्वन्द्वको समाधान। हामी हाम्रो थर्मोस्टाट रूपकको अन्तिम चरणमा आइपुगेका छौँ। तापक्रम घटाउने। जतिसुकै सावधानी अपनाए पनि कहिलेकाहीँ द्वन्द्व उम्लिने अवस्था आउँछ नै। यस्तो बेलामा मुख्यतया यी व्यावहारिक कदमहरू चाल्न सकिन्छ। पहिलो र सबैभन्दा राम्रो उपाय हो समस्या समाधान। यसमा दुवै पक्षलाई सँगै राखेर हाजितको भावना बिना खुला छलफल गरिन्छ र जरासम्म पुगेर समाधान खोजिन्छ। अर्को हो सम्झौता गर्नु, अर्थात् गिभ एन्ड टेक। यसमा दुवै पक्षले केही पाउनको लागि आफ्नो अडानबाट थोरै पछि हट्नुपर्ने हुन्छ। अनि कहिलेकाहीँ नै सानातिना र झिनामसिना समस्याहरू छन् भने त्यसमा धेरै ध्यान नदिएर तर्कनु वा व्यवस्था गर्नु नै सबैभन्दा बुद्धिमानी हुन सक्छ। किनकि समय बित्दै जाँदा कतिपय साना विवादहरू आफै हराएर जान्छन्। आज हामीले द्वन्द्वका विभिन्न पाटाहरूको एकदमै मिहिन विश्लेषण गर्यौं। द्वन्द्व सधैँ खराब हुँदैन रहेछ, मुख्य कुरा यसको सही व्यवस्थापन पो रहेछ। अब अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ। कुनै पनि संस्था वा आफ्नै टोलीलाई फर्केर हेर्दा के हालको कार्यस्थललाई थर्मोस्ट्याट समायोजनको आवश्यकता छ? के टोली धेरै नै शान्त र निष्क्रिय छ, जहाँ थप उत्तेजनाको खाँचो छ, वा अवस्था निकै तातिएको छ र त्यहाँ थप समाधानको आवश्यकता छ? यो कुरा मनन गर्दै गर्नुहोला। आजको यस विशेष सामग्रीमा अन्त्यसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आशा छ यसले कार्यस्थलको गतिशीलता बुझ्न पक्कै पनि एउटा नयाँ दृष्टिकोण दिएको छ।